सबैभन्दा फर्स्टमा मैले एआईबाट बनाएको यो गीतलाई सुन्नुहोस्। तिमी बिना यो मुटु खाली छ, सपना सबै अधुरो जस्तो लाग्छ। तिमी बिना यो जीवन रोइरहन्छ, फर्केर आऊ माया अझै बाँकी छ। हो यसरी नै तपाईहरुले एआईबाट गीतहरू बनाएर आफ्नो युट्युब च्यानल तथा फेसबुकमा राखेर पैसाहरू कमाउन सक्नुहुनेछ। युट्युबमा पनि तपाईहरुले थुप्रै एआईबाट बनाएको गीतहरू सुन्नु भएको होला, त्यसमा मिलियन्समा भ्यू तपाईहरुले देख्न सक्नुहुनेछ। र त्यसरी भ्यूजहरू जान्छ भने तपाईको च्यानल चाहिँ मोनेटाइज भयो भने युट्युबले त्यसबाबत पैसा दिने गर्दछ। सो आजको यो भिडियोमा चाहिँ हामीले फ्रीमा नै एआईबाट गीतहरू कसरी बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। सो भिडियोलाई तपाईहरुले अन्तिमसम्म हेर्नु होला। सो त्यसको लागि सबैभन्दा फर्स्टमा हामी कम्प्युटर स्क्रिनतिर लाग्नुपर्ने हुन्छ र तपाईहरुले मोबाइलबाट पनि गर्न सक्नुहुनेछ। मोबाइलको क्रोम ब्राउजर युज गरेर तपाईहरुले डाइरेक्ट मैले जे कम्प्युटरमा सर्च गरिरहेको हुन्छु त्यही सर्च गरेर तपाईहरुले मोबाइलबाट पनि गर्न सक्नुहुनेछ। सो सबैभन्दा फर्स्टमा चाहिँ तपाईहरुले यहाँनिर क्रोम खोल्नु होला, त्यसपछि च्याट जीपीटी भनेर माथि सर्च गर्नु होला। च्याट जीपीटीबाट चाहिँ हामीलाई लिरिक्स चाहिन्छ। लिरिक्स पनि हामी आफैले लेख्ने हैन, च्याट जीपीटीले नै लिरिक्स पनि दिन्छ। सिम्पली च्याट जीपीटी भनेर सर्च गर्ने, च्याट जीपीटी को वेबसाइट आउँछ। त्यसपछि त्यहाँनिर त्यो वेबसाइटमा क्लिक गर्नु होला। अब चाहिँ यहाँनिर तपाईहरुले चाहिँ प्रम्प्ट चाहियो भनेर चाहिँ यहाँनिर दिनुपर्ने छ र कस्तो खालको तपाईहरुलाई गीतहरू चाहिएको त्यो चाहिँ प्रम्प्ट यहाँनिर लेखेर दिनु होला। मैले यहाँनिर राइट अ नेपाली स्याड लभ सङ लिरिक्स भनेर दिएको छु र यहाँनिर सेन्ड भन्ने अप्सनमा क्लिक गरिदिएको छु। सो तपाईहरुलाई जस्तो खालको लिरिक्स चाहिएको हो तपाईले यहाँनिर टाइप गर्नु होला। यति गर्ने बित्तिकै यहाँनिर चाहिँ तपाईहरुलाई लिरिक्सहरू दिनेछ, यहाँ देख्न सक्नुहुनेछ। यति एकदमै लामो लिरिक्स चाहिँ यहाँनिर दिइसकेको छ। अब योलाई चाहिँ तपाईहरुले केही गर्नु पर्दैन, कपी मात्रै गरेर एउटा वेबसाइटमा लगेर पेस्ट गर्नुपर्ने छ। अब चाहिँ यहाँ माथि फेरि तपाईहरुले सुनो एआई भनेर सर्च गर्नु होला, एसयुएनओ एआई भनेर सर्च गर्नु होला। त्यसपछि यहाँनिर वेबसाइट आउनेछ, त्यो वेबसाइटमा क्लिक गर्नु होला। यो वेबसाइट चाहिँ रहेको छ। अब सबैभन्दा फर्स्टमा चाहिँ यसमा साइन अप गर्नुपर्ने छ। तपाईहरुले साइन अप भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर आफ्नो जीमेल अकाउन्टको थ्रु चाहिँ यसमा साइन अप गरिदिनु होला। सो त्यसपछि यहाँनिर डेट अफ बर्थ छान्न भन्ने छ, त्यो पनि तपाईहरुले आफ्नो छान्दिनु होला। यहाँनिर चाहिँ एउटा जुनसुकै सेलेक्ट गर्दाखेरि पनि हुन्छ, तपाईले जे सेलेक्ट गर्दाखेरि पनि हुन्छ। मैले यहाँनिर एउटा सेलेक्ट गरिदिए र कन्टिन्यू भन्ने अप्सनमा क्लिक गरिदिए र यहाँनिर नेमहरु मागेको छ, यो कन्टिन्यू गर्नु होला। यो पनि कन्टिन्यू गर्दै जानु होला, केही फरक पर्दैन। अब चाहिँ तपाईहरु यस्तो इन्टरफेसमा आइपुग्नु हुनेछ। सो अब टपमा चाहिँ तपाईहरुलाई लिरिक्स भनेर भनेको छ, यहाँनिर देख्न सक्नुहुनेछ। लिरिक्स भन्ने अप्सनमा तपाईहरुले टच गरेर यहाँनिर चाहिँ तपाईले अघि नै च्याट जीपीटीमा जुन कपी गर्नुभएको थियो यसलाई चाहिँ यहाँनिर पेस्ट गरिदिनु होला। यहाँबाट मैले सिम्पली च्याट जीपीटीमा गए र यसलाई चाहिँ कपी गरे, यहाँको लिरिक्सलाई चाहिँ, र कपी गरेर यसमा लिरिक्स भन्ने अप्सनमा चाहिँ पेस्ट गरिदिए। थोरै तलनिर स्टाइल भनेर भनेको छ, स्टाइलमा चाहिँ तपाईहरुलाई कस्तो टाइपको गीत चाहिएको त्यहाँनिर टाइप गर्नु होला। मैले स्याड भनेर सर्च गर्छु, मलाई स्याड टाइपको गीत चाहिएको र थोरै तलनिर आउनु होला। मोर अप्सनमा चाहिँ यहाँनिर भोइस जेन्डरमा चाहिँ मेलको कि फिमेलको कसको चाहिएको, मलाई मेलको चाहिएको, मैले मेल राखे। यहाँनिर लिरिक्स मोडमा चाहिँ अटो राखिदिनु होला तपाईहरुले र त्यहाँनिर अघि नैको लिरिक्स चाहिँ फेरि पेस्ट गरिदिनु होला। सो यति गर्ने बित्तिकै तपाईहरुको सबै यहाँनिर कम्प्लिट भइसकेको छ। अब चाहिँ तपाईहरुले त्यसको केही पनि चेन्ज गर्नु पर्दैन। यति गर्नुहुन्छ भने अब तपाईहरुले क्रिएट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने छ। त्यसपछि यो गीत क्रिएट हुन चाहिँ थोरै टाइम लाग्नेछ। थोरै टाइम चाहिँ तपाईहरुले वेट गर्नु होला। तपाईहरुको नेटहरु चाहिँ एकदम स्पिड छ भने तपाईहरुको 5-10 सेकेन्डमा नै भइहाल्नेछ। यदि नेट स्पिड छैन भने तपाईहरुले 25-30 सेकेन्ड चाहिँ वेट गर्नु होला। राइट साइडमा चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ लोड भइरहेको छ, तिमी बिना भन्ने शीर्षक दिएको छ र यहाँनिर गीतहरु लोड भइरहेको छ। अब यसमा लोड भएको गीत चाहिँ तपाईहरुलाई बजाएर देखाइदिन्छु। माथिको टपमा जो आएको छ अपग्रेड टु फुल सङ भनेर भनेको छ, त्यो दुईवटा गीतलाई चाहिँ डाउनलोड गर्न मिल्दैन। त्यो भन्दा तल भएको गीतहरुलाई चाहिँ डाउनलोड गर्न मिल्छ, यो दुईवटालाई चाहिँ। सो माथिकोलाई चाहिँ डाउनलोड गर्न मिल्दैन, त्यो चाहिँ सुन्न चाहिँ मिल्छ। जस्तै मैले प्ले गरे, तिमी हाँसेको त्यो दिन सम्झन्छु अझै, मेरो संसारै उज्यालो भयो जस्तै। अब चाहिँ जस्तै मैले डाउनलोड गर्न मिल्ने गीतलाई चाहिँ एकचोटि प्ले गरेर हेरे, त्यो देख्न सक्नुहुनेछ। त्यो पनि एकदमै राम्रो नै सुनिएको छ। तिमी हाँसेको त्यो दिन सम्झन्छु अझै, मेरो संसारै उज्यालो भयो जस्तै। देख्न सक्नुहुनेछ यो गीत पनि एकदमै राम्रो बनेको छ भने माथिको गीतहरु पनि एकदमै राम्रो बनेको थियो। सो जस्तै मैले त्यसपछि च्याट जीपीटीमा गए
मलाई चाहिँ यहाँनिर तलको लिरिक्स चाहिँ अझै राम्रो लागेको छ। मैले यसलाई चाहिँ कपी गरेर ल्याएँ, यसलाई कपी गरेर फेरि त्यसमा अघि नैको ठाउँमा पेस्ट गरिदिएँ। यसलाई योभन्दा तल पहिलो अन्तराभन्दा तल चाहिँ मैले यहाँनिर ल्याएँ र यसलाई पेस्ट गरिदिन्छु भने अब चाहिँ फेरि मलाई सेम नै चाहियो र तलनिर मैले थोरै चाहिँ चेन्ज गर्छु। सो तलनिर स्टाइलमा चाहिँ मैले चिल्लुफी भनेर पनि एड गरिदिएँ। अरू चाहिँ अब त्यस्तो केही चेन्ज गर्नु परेन। यहाँनिर लिरिक्स मोडमा पनि तपाईँहरूले त्यही गीत राख्नु होला र क्रिएट भन्ने अप्सनमा एकचोटि क्लिक गर्नु होला। यति गर्ने बित्तिकै यहाँ फेरि एकैछिन लोड लिनेछ, एकैछिनपछि फेरि तपाईँहरूलाई गीत भनेर दिइ नै हाल्नेछ। यहाँनिर देख्न सक्नुहुनेछ फेरि पनि अरू गीतहरू आइसकेको छ। टपको 2वटा चाहिँ डाउनलोड गर्न मिल्दैन र तलको 2वटा चाहिँ डाउनलोड गर्न मिल्छ है त। सो यो पनि मैले तपाईँहरूलाई प्ले गरेर देखाइदिन्छु, देख्न सक्नुहुनेछ यो गीत चाहिँ प्ले भइरहेको छ र एकदमै राम्रो सुनिरहेको छ यो गीत। तिमी बिना यो मुटु खाली छ। यस्तो गीतहरू तपाईँहरूले पनि बनाएर युट्युबमा राख्न सक्नुहुनेछ र युट्युबबाट तपाईँहरूले पैसाहरू पनि आम्दानी गर्न सक्नुहुनेछ एआईबाट नै गीतहरू बनाएर। सो तपाईँहरूले कति पनि ढिला नगरिकन युट्युब च्यानल चाहिँ आजै सञ्चालन गर्न सक्नुहुनेछ। सो अब यो गीतलाई डाउनलोड गर्नको लागि तलको 2वटा गीतको छेउमा 3 डट रहेको छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि यहाँनिर डाउनलोड भन्ने अप्सन रहेको छ। सिम्पली तपाईँहरूले डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि MP3 अडियो भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यसपछि अपग्रेड नगर्नु होला, डाउनलोड एनिवे भन्ने अप्सनमा क्लिक गर्नु होला। यति गर्ने बित्तिकै तपाईँको यो अडियो चाहिँ डाउनलोड हुनेछ, देख्न सक्नुहुनेछ माथि डाउनलोड भइसकेको छ। अब यसलाई प्ले गरेर मैले तपाईँलाई देखाइदिएँ। देख्न सक्नुहुनेछ अडियो चाहिँ डाउनलोड भइसकेको छ। यो तरिकाबाट तपाईँहरूले पनि एआईबाट फ्रीमा नै गीत बनाउन सक्नुहुनेछ। सो आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यदि कुनै कन्फ्युजन छ भने त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईँहरू मसँग पर्सनली जोडिन चाहनुहुन्छ भने मैले टेलिग्रामको र व्हाट्सएप च्यानलको लिङ्क चाहिँ तल डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँ पनि तपाईँहरू जोइन हुन सक्नुहुनेछ। र अनलाइनबाट चाहिँ कसरी पैसा कमाउन सकिन्छ भन्ने विषयमा मैले त्यहाँ पनि कुराहरू केही सेयर गरिरहेको हुन्छु। सो त्यहाँ पनि जोडिन सक्नुहुनेछ। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। हामी अर्को भिडियोमा तपाईँहरूसँग भेट्नेछौँ।